को अङ्कल आन्टीले चाहिँ धन्यवाद गोड्दै हुनुहुन्छ अनि यिनी फुलहरू चाहिँ मेरो खेतमा फुलेका छन्। त्यसैगरी यिनी नानी बाबुहरू चाहिँ अङ्कलका नाति नातिनीहरू हुन्। यिनीहरूको नेपालको गुल्मी जिल्लाको घर पर्छ अनि यिनीहरू सबै चाहिँ मसँगै बस्ने गर्छन् अनि यिनीहरू चाहिँ पछाडि त्यो देखेको छ नि हो त्यो डेरामा चाहिँ यिनीहरू बस्ने गर्छन्। बगैँचाको काम निप्टाएर म आएँ आफ्नो क्याफेतिर। क्याफेमा चाहिँ मैले कडी बनाउँदैछु। हिमाचलतिर त्यो महीमा चाहिँ बेसन हालेर बेसनलाई भुटेर त्यसलाई पकाउने गरिन्छ अनि त्यसलाई चाहिँ कडी भन्ने गर्छन्। सपना चाहिँ मेरो धेरै ठुलो छ है, आफू पनि ठुलो हुने र साथसाथै आफूसँग काम गर्ने मान्छेहरूलाई पनि राम्रो लाइफ दिने भन्ने मेरो ठुलो सपना छ। त्यसको लागि हजुरहरूले मलाई माया गरिदिनुपर्छ है त। मेरो 2वटा छोरा पनि मैले सम्हालेको छु, घर पनि मैले नै सम्हाल्छु, बगैँचा पनि छ, क्याफे पनि छ। काम धेरै गरेको छु तर पनि भनेको जस्तो अझै पनि मैले पाइरहेको छैन। यसको लागि हजुरहरूले मलाई सपोर्ट गरिदिनु, माया गरिदिनु। नेपालीहरूको इन्डियन लाइफ स्टाइलहरू मैले हजुरसँग सेयर गर्नेछु। हस् त, बाई बाई।